ए ल त्यहाँ गोठलाई चढाइदिनु हो त्यो गोठले त्यही भएर चाहिँ त्यही समेत त्यही चढाइदिन्छ त्यसको फेरि फुल चालिने हातमा हात जोड्ने छेउमा कलशलाई हो त कलश बर्वडे नम कृष्णवे नम रुद्राय नम नम वस्पति नम ओम कुलदेवता इष्टदेवता ग्राम देवता नाग देवता थामे देवता लक्ष्मी देवता राजी बधाई नम ओम कलशबाट बसाइ नम कलशमा हो कहिले त हो लाभा पनि त्यहीबाट चढाइदिनु बस हजुर ओम कलशबाट बसाइ नम फुल्ने राजुल्नु ओम देवदानम वसम बाजे अक्षता फुल्ने राजुल्नु देवदानम वसम बाजे भक्ति माने महादेव भूतपति ताज गुणम पुरुषम तम तै सुरतानी शिवा सेन तोटा सुविष्णु तोटाले आदि दाम वसम सदेव समितिका कोही कृष्ण समर्पणा जस प्रसाद हामी एक प्रतिमा कलश चाहियो यसमा यो पूजा गर्नु यसमा एउटा दक्षिणा राखेर ओम पूर्वे रक्षति गोविन्द ओम पूर्वे रक्षति गोविन्द अङ्गिम धरणधर अङ्गिम धरणधर याम याम रक्षो ओम याम याम रक्षित वर नरसिंह बालुणम केशव रक्ष यज्ञाग्रे रक्षस्ता श्रींगम बाम सुदर्शनम उपेन्द्र बहादुर ल फेरि यसो बुझाउनु यो कलशलाई बुझाउनु सम्झेर ओम गणपति पाँचजन देवता लामा फुल चढाउनु धान दिनु बाँच्नु सर्वैवे देवताहरू कलशबाट यता नि हुँदैन सर्वै देवता आएन कुन चाहिँ कलशमा फुल अक्षर चढाउनु त्यही पुरै इन्द्र आएन अग्नि आएन माथि एउटा फुल अक्षर चढाउनु लाभा चढाउनु इन्द्र आएन अग्नि आएन गणपति ओम एकदम यत्का सम्पन्न ओम पदाउँदैन धूप बत्ती गर्नु धूप दीप नैवेद्य धूप दीप नैवेद्य धूप शान्ति करा भवन्तु त्यसैमा राखिदिनु हो कुश हातमा लिनु हो कुशादिको महाधा कुशले कुल देवता इष्ट देवता ग्राम देवता नाग देवता धान देवता वास्तु देवता सर्वेभ्य देवेभ्यो सर्वेभ्यो प्राणेभ्यो सोचेको जस्तै मैले खोजेको जस्तै तिमीमा नै बस्दै छ यो मन मैले सोचेको जस्तै मैले खोजेको जस्तै तिमीमा नै बस्दै छ यो मन मुटु मुटु साट्न पाए सँगै सुनि काट्न पाए कति मिठो कति प्यारो हुन्थ्यो होला नि मेरो जीवन हो
खुसी तिमी 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 नै हो मेरो जिन्दगी मैले सोचेको जस्तै मैले खोजेको जस्तै तिमीमा नै बस्दैछ यो मन सँगै सँगै हवस जीवन मरण युग युग बनोस् हाम्रो प्रेम उदाहरण मैले सोचेको जस्तै मैले खोजेको जस्तै तिमीमा नै बस्दैछ यो मन मुटु मुटु साट्न पाए सँगै सुनी काट्न पाए कति मिठो कति प्यारो हुन्थ्यो होला नि मेरो जीवन यसो चलाउनु भएको त्यहाँ दुबाट चलाउनु हो अलक्ष्मी यता व्यवस्थितं तस्मात् ओम आद्यं च समागतं सर्वदाद्यं प्रसाद जीवन आयुर्वेदीयसेवनं हेर्नुमा बाबु छाया हेर अन्त घिउमा छाया हेर्न अब कालो टिका हेर्नु देख्छ तिमीले पनि हेर बाबा मम्मीलाई पनि बोला खेलै अलिअलि हो भइहाल्छ विवाह
लगाइदियो चन्दन लगाइदियो हजुर यो हातमा उठाऊ यो सल पनि हो नि कति राम्रो बुढो रहेछ भन्ने यति हुन्छ मतलब मलाई त सारा अब यहाँ आउँदा एक गाउँमा दिइहाल्नु क्या दिइहाल्नु दिएर ढो होइन ढोग्दै दिएर ढोग्ने दिएर ढोग्ने हो नि त दिएर ढोग्ने हो दिदी अब उठ्नु अरे अब शिरमा लाऊ दुईटै हातले शिरमा लाउने हो ल अब ढोगिदिउ ल पैसा देऊ पैसा नउठाइदिनु पैसा त्यो नछोडिदियो है पैसा नलिन्छ नि 5 रुपियाँदेखि 10 रुपियाँसम्म जति भेटिन्छ अब ढोगिदिउ ल अब छोडिदिउ अबदेखि पैसा चाहियो भने च्याप्प खुट्टा समात्ने ल उहाँ होइन आगोमा लिएर जाऊ र एउटा कुसको टुक्राले चाहिँ त्यहाँ चलाउँदै गर वरपर भात पकाउने ढाक्ने उसको टुक्रा यहाँ ढाक्ने हो ल चमच छ कि छैन चमच छैन त्यसले यसो ढाक एकदिनै गरेर ल अब चाहिँ ढिकेर लिएर यता उतार अब लिएर अब पाको भात पाको यता लिएर त्यसपछि आधी आधी गरौ आज अब आफूलाई खाना नराखिकन दिन भन्न 50% गरौ त्यहाँ भात छेर सबै टुक्रा टुक्रा पार अंश लगाउने आधी आधी गराउने भात टुक्रा टुक्रा पारेर जाने सबै टुक्रा पारेर अनि यो पनि भएको छ कि केरा रोप्ने भने अनि किनलाई एउटा असार पनि लाला कि उता लगे ल अब टका अब यो लिनु सक्नु भन्नु त्यसो गर्नु पाइँदैन नि खाएर दिउँसो त्यहाँ राख्ने हो गइहाल्नु खाऊ तिमीले खाऊ सबै खाऊ तँ सबै खाऊ तँ सबै खाऊ रोटी खाएर रोटी ऊ अर्को रोटी जाने यसो खाएर छोड अनि खाइदेऊ तिमीले खाएर खाइदेऊ के सबै मुखा लैजा त घरै नै जा त खानी गइदिने हो ल अब खाइदियो त अब यसमा पनि पैसा दिने हो त्यहाँ छ नि एक पैसा दिएको त्यहाँ छ एक पैसा दिएको त्यहीबाट दिएको हुन्छ जलखाना पनि हुन्छ जति पनि ल अब दुईटाले बसेर त तुराउ दुई त खानै पर्यो थोरै गराइदेऊ न ल अब तिमीले खाऊ न नि तिमीले खाइदेऊ ऊ गएर पनि त्यहाँ पैसा राख पर्दैन अलिकति त ल देखाउ त नानी एउटा देखाऊ एउटा देखाउ ल एउटा छ बासा ल जुट यता जुट खाइन 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 क्या जुट आएन कलर हुन सक्छ नि यहाँ ल आयो के आयो कलर आयो कलर आयो कि जुटा है छैन छैन रातो अलि दुईचोटि हो कि खालि जिन्ती कान माग्नु पर्यो गन्दा गरौँ कलास पैसा माथि राख्यो दुईचोटि एउटैको भयो भने सिद्धिहाल सिद्धियो दुईचोटि एउटैको भयो भने सिद्धियो भनेपछि अहिले जित्यो क्या जितेन पन्जाल जितेन जितेन
दुसै होला सत्ता आयो भने फेरि ठुलो भयो यहाँ त अब यी गयो जित भयो भोइमा देखाउने हामीले पनि हेर्नुपर्छ दैला कप रहनै परेछ 9 10 11 गई मलाई त अति भयो त होइन अलि पैसा सक्यो हेर्नु यी सब अघि लगातार 3 गेम चाहिँ नाइलले खाइदिइसक्यो यस्तो 5 मा पनि जितिसक्यो त ल एका तोल जित्दैन एक्काइसको कलरै आएको धन्य एका छैन के त गयो कि यो पनि गयो अब उठ कति छ सासूलाई अहिले पटक जित्न पर्छ बाटीमा भरेर फराउने हो पैसा मात्र तीन 2 5 सुपारीसँग 7 कसको जित जितेस्तो सक्यो मेरै जित अरू पनि छैन राख है अलिकति तिम्रो पैसा मेरो होइन
नेवाली बिचमा सम्बन्ध कायम भएर वैवाहिक सम्बन्ध कायम भएर सानो एउटा प्रीति भोजको आयोजना गरिरहेको अवसरमा हामी यहाँ उपस्थित छौँ। आजको यो सुन्दर साँझमा हाम्रो आमन्त्रणलाई स्वीकार गरेर पाल्नुभएका सम्पूर्ण अतिथिज्यूहरूमा पोखरेल परिवारको तर्फबाट हामी हार्दिक स्वागत गर्दछौँ। अबको केही क्षणमै उपस्थित सम्पूर्ण अतिथिज्यूहरूको स्वागत र सम्मानका लागि वरवधु यो मञ्चमा आउने कार्यक्रम रहेको छ। उनीहरूलाई यहाँहरूबाट बधाई र आशीर्वाद प्रदान गरिदिनु हुनको लागि म निवेदन गर्दछु। आशीर्वचन हामी प्राप्त गर्नेछौँ। यो क्रमलाई अब हामी हाम्रो यो भेटघाट हाम्रो आपसी भलाकुसारी परिचयको क्रमलाई जोड्न गइरहेका छौँ र हामी सबैको आशीर्वादको चाहना राख्नुहुने र हाम्रा आशीर्वादका प्राप्त विप्लव र समीक्षालाई म यहाँ आमन्त्रण गर्छु। अतिथिहरूको स्वागत र सम्मानको लागि मञ्चमा आइदिनुको लागि म अनुरोध गर्छु। विप्लव र समीक्षा। विशेष सम्मान छ। एकदम म हृदयबाट सम्मान व्यक्त गरेर सम्मान व्यक्त गर्दछु। म विप्लव पोखरेल सनिक्षा देवाली पोखरेललाई स्वागत गर्दछु। लक्ष्मी पोखरेल परिवार सिंगरी मामाको रुद्र देवाली वरिष्ठ साहित्यकार रुद्र सर अगाडि आउनु होला। उनले स्वागत चाहिँ सम्मान गर्नु जोडी गाडी बडो भाइलाई स्वागत छ। पहिला सबभन्दा पहिला मैले स्वागत गर्छु। बसन्त पोखरेल र भीष्मा पोखरेललाई मञ्चमा हालेको गर्दछु। दाइ र भाउजूको भनौँ दाइ र दिदीको जोडी भर्खरै बिहा गर्ने जस्तो देखिन्छ जस्तो अहिले होइन एउटा सम्मान व्यक्त गराउनु वास्तवमा खुसीको क्षण खुसीको पल चट्टा हात डोरा लिएर आउनु नसक्ने गरे छुट्नु भएन फेरि ल एकपल्ट सबै सम्मान व्यक्त गरौँ। मेरो भाइलाई अब विशेष भाइ विकल पोखरेल अगाडि आउँछ। विकल पोखरेल र अब म निम्त्याउँदैछु माइलो बुबा माइली आमा बुद्धि पोखरेल र लक्ष्मी पोखरेल। त्यसै गरी ठुलो बुबा आमा माइली आमा रघुनाथ पन्थी र सोमा पन्थी र उहाँलाई पनि सम्मान व्यक्त गरौँ। र सँगसँगै माइलो बुबा माइली साइली आमा सानी आमा लक्ष्मी अरियाल पुण्डली अरियाल जो अहिले अमेरिका हुनुहुन्छ। लक्ष्मी दिदी खै आउनुहोस् दिदी। आजभन्दा 20 वर्ष अगाडि जस्तो देखेको थिएँ त्यस्तै देखिरहेको छ। केही परिवर्तन भएको छैन दिदीमा है। तारा प्रसाद शर्मा र गीता शर्मा मलाई खुसी लाग्छ। यो परिवारसँग धेरै पहिला भैलो बेलीमा अवसर मिलेको थियो सम्झना छ सम्झिरहेको छ। जीवनको त्यो एउटा महत्त्वपूर्ण क्षण थियो र विशेष सम्मान व्यक्त गरौँ। विशेष सम्मान छ। ठुलो भिनाजु आउनु भएको छ ल है। ठुलो भिनाजु भाइ विगत ल भिनाजु कतातिर बस्नुहुन्छ? विशेष सम्मान व्यक्त गर्दछु। र सँगै यो दाम्पत्य जीवन सुखमय बनोस्। म केही शब्द पारी जोड्छु। दाम्पत्य जीवन सुखमय बनोस्। आज जसरी हिजो वैवाहिक सम्बन्धमा जोडिनु हो, आज सबैलाई यहाँका आफन्तजन प्रियजन सबै इष्टमित्रलाई बोलाएर यसो चियापान गरौँ भनेर मात्र बोलाएको खास होइन। नृत्य गरेर आशीर्वाद दिनलाई बोलाएको हो।
तर यो जोडी साँच्चै उदाहरणीय बन्नुपर्छ। तपाईँहरू प्रेमल जोडी देखेर अरूलाई पनि गर्व लाग्ने बनाउनु होला। त्यससँगै जब तपाईँ हुर्कँदै पढ्दै तपाईँले सन्तति जन्मदै गइसकेपछि तपाईँको बाबा आमा जब बुढा अथवा ज्येष्ठ नागरिक बन्दै जान्छन् त्यति बेला सबभन्दा बढी प्रेम बाबा आमालाई गर्नु होला। जसले तपाईँलाई हुर्काउनु भयो, जसले बढाउनु भयो, जसले स्थानसम्म ल्याइपुर्याउनु भयो कि साँच्चै माया भनेको, आधार भनेको, संस्कार भनेको, नैतिकता भनेको यस्तो हुँदो रहेछ भन्ने सन्देश सधैँ दिनु होला। म विशेष विप्लवजी यहाँ सधैँ हँसिलो मान्छे हो होइन आज बाबु, सधैँ हँसिलो मान्छे, सधैँ रसिलो मान्छे, सधैँ सबैसँग सहकार्य गर्न सक्ने क्षमताको व्यक्ति हो। तपाईँले जे कर्म अहिले गरिराख्नु भएको छ सँगै आफ्नो धर्मपत्नीलाई, सँगै जीवन सङ्गीतलाई, वाइफलाई सँगै अगाडि बढाउनुला। धेरै धेरै शुभकामना छ। जीवन स्वस्थ मस्त उत्सव र आनन्दले गरोस्। एकपल्ट फेरि जोडदार अब हामी आफ्नो कर्ममा लाग्नेछौँ। विशेष
must-use you can tap on subscription to ads.
मेरो छोरो सुनको टुकुरो हो कि होइन? मेरो छोरो सुनको टुकुरो दुलै लिन भनेर डोगोरो मेरो छोरो सुनैको टुकुरो दुलै लिन भनेर डोगोरो दुलै लिन भनेर डोगोरो कस्तो उल्लास बढ्दै जान्छ उहाँमा अझै जोस आउँदै जान्छ फेरि भन्नुहुन्छ र साइडमा रहेको अन्य दिदीबहिनीहरूले पनि उहाँलाई अझै जोसाउने माहौल अझै बनाउँदै हुनुहुन्छ र भन्नुहुन्छ आज त बुढारी आउँछे हो कि होइन? आज त बुढारी आउँछे सासूलाई बोकेर डुलाउँछे आज त बुढारी आउँछे सासूलाई बोकेर डुलाउँ फेरि भनेपछि त मम्मी गद 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 होइन हो कि होइन? त्यसपछि अलिअलि साइडबाट पन्च दिने काम हुन्छ पन्च कस्तो आउँछ है त साइडमा एउटी आन्टीले मम्मीलाई मिठो पन्च दिनुहुन्छ बोकेर डुलाउने कुन थियो हो कि होइन? बोकेर डुलाउने कुन थियो उचालेर नपाले हुन्थ्यो बोकेर डुलाउने कुन थियो उचालेर नपाले हुन्थ्यो उचालेर नपाले हुन्थ्यो यस्तै गर्दै चलिरहेको थियो मैले सुनिरहेको थिएँ म ड्रिम ल्यान्डमा भए पनि म यताको रमाइलो हेरिरहेको थिएँ होइन ओके थ्याङ्क यू म अब एकैछिन सबैलाई नचाउने माहौलतिर लैजान्छु म ट्र्याकबाटै गीत गाउँछु तपाईँहरूलाई यति हर्ष उल्लास दिन्छु मैले कि ट्याक्दै गर्नु तपाईँहरू झुरुक झुरुक उठेर नाच्नु है त
Say
Thank you.